उब्रिन यो हेर्नुहोस् त यस्तो बाटो छ नारायणघाट बुटोलसडा खण्डको यो बाटो बाटो छोडिरहेछ हामी त हिजो दिन बसे गाडी छोडेको छैन तपाईको हैन नि हामी 10 बजे रङ साइड गाडी गइरहेछ नि यस्तो हुन्छ भन्यो भने त हामीलाई गर्दा हामी नि हुन्छ नि एउटा मानव दुर्बल हामीले पनि खाएको छैन हिजोदेखि छैन हामीले कसलाई भन्ने यो अलिकति बुद्धि भएको मान्छेले यो लिन हाल्छ तपाईहरुलाई राम्रोसँग ए हजुर भनेर भनिराछौं हामीले हेर्नुस् त यहाँ कति दुःख छ मान्छेलाई तपाई यतापट्टिबाट आएर फेरि यहाँबाट आएको मान्छेलाई पनि छेडिदिनुहुन्छ तपाई अलिकति कमन सेन्स लगाइदिनुस् न तपाईहरुले जाम गरिरहनु भएको छ क्या यहाँ त बस आएको जति बसको मात्रै मान्छे हो हामी मान्छे हैन हामी हिजो गरी नखाएर पठाएको हामीभन्दा पछाडिको गाडीले माथि डाँडा गयो भनेर पानी खान पाउँदैन हामीलाई वान वेमा पानी खान दिया छैन हामीले कति जना प्रशासनले भनिसक्यो ल भन्नुहुन्छ हामी चाहिँ गाडी त्यसै दिन्छ हामी जनालाई त लाइन छ त उताबाट सबै कटिङ छ त 3-4 जना पछाडिलाई भन्छ उल्टे हामीलाई थर्काइराख्नु भक्कर थर्काउने मान्छे यही सिकाइदिनु यस्तो यार हिजोदेखि ल्याएर सिस्टम भएन के सिस्टम बनाइदियो भएन हामीले जुत्ता नलगाए भने 200 रुपैयाँ 500,000 जरिवाना काट्छ भार्ना आएको 3 दिन भयो त्यही त हो नि अब अहिले कतिखेर नि खुल्ने पनि गर्छ तपाईँ खाना खाएर आयो हुन्छ खाना खाएर आयो हुन्छ यहाँ बरु 2 जना चाहिँ मिलाएर बस्नु 2 जना चिनेको बस्नु 1 जना खाना खानु 1 जना आउनु हैन त्यसले के हुन्छ भन्दाखेरि दुईटाको गाडी चाहिँ सार्न मिल्यो नि त सार्न पर्यो दुईटाको गाडी सार्न एउटै अलिकति बुद्धि भएको मान्छेले यो लिन हाल्छ तपाईहरुलाई राम्रोसँग ए हजुर भनेर भनिराछौं हामीले हेर्नुस् त यहाँ कति दुःख छ मान्छेलाई तपाई यतापट्टिबाट आएर फेरि यहाँबाट आएको मान्छेलाई पनि छेडिदिनुहुन्छ तपाई अलिकति कमन सेन्स लगाइदिनुस् न तपाईहरुले जाम गरिरहनु भएको छ क्या यहाँ त ल फर्काउनुस् गाडी फर्काएर आफ्नो ठाउँमा लिएर जानुहोस् यति राम्रोसँग भनिरहेको छ तपाईँ आफै बुझ्नुपर्ने कुरा हो तपाईहरुले हेर्नुस् त यो फिल्डमा आएर हामीले भन्नु पर्ने तपाईका कारणले त्यो गाडी कतिसम्म होल्ड भयो हेर्नुस् त फर्काउनुस् गाडी त्यहाँ बाटो जाने छैन खानासाना खाने होटलमा बस्ने होइन गर्नको लागि हुन्छ जानुहोस् तपाईँ उहाँहरूलाई डोम्कीवाससम्मको लागि पठाइदिनु डोम्कीवास गएर खाना खाने गाडी फर्काउनुहोस् भाइ गाडी फर्काउनुहोस् क्या बाटो तपाईँको माथि होइन भने क्या तपाईँ नटेर्नु भएको तपाईँले होइन बिल देखाउनुहोस् न त सबै बिल ल्याउनु त नि यो गाडीलाई पनि भन जानु त सर हेलो सर हामी गाडी फर्काउनु गाडी फर्काउनु गाडी फर्काउने उतापट्टिको लाइनमा होम्सी जाने एक पैसा छ होम्सी पनि अगाडि गर्नु तपाईँले त्यो उतापट्टि अगाडिको गाडी गर्नु त्यो अगाडिको जाने बेला भएपछि पठाइदिनु आउनुहोस् निकाल्नु स्किप भएर चिप्लो भएर खिच्ने र चाहिँ नगएको क्या गाडी पुरा बुझ्नुभयो नि तपाईँहरू त्यहाँ गएर भोकै प्यासै बस्नुभन्दा बजारमा बस्नुहोस् खबर बस्नु अनि जानुहोस् ल यो गाडी हुन्छ तपाईँ त्यसपछि तपाईँहरू अगाडि जानुहोस् है होम्सीको निकाल्नुहोस् न पाउनुहोस् यो गाडीलाई ब्याक गरेर हुन्छ नि यार कता गाडी छोडिरहेको सुरुमा यताबाट छोडिरहेछ हामी त हिजो दिन बसे गाडी छोडेको छैन तपाईँको हैन नि हामी 10 बजे रङ साइड गाडी गइरहेछ नि यस्तो हुन्छ भन्यो भने त हामीलाई गर्दा हामी नि हुन्छ नि एउटा मानव दुर्बल हामीले पनि खाएको छैन हिजोदेखि छैन हामीले कसलाई भन्ने यो
बस आएको जति बसको मात्रै मान्छे हो हामी मान्छे होइन हामी हिजो गरी नखाएर पैसा छ हामीभन्दा पछाडिको गाडीले माथि डाँडा गयो भनेर पानी खान पाउँछ हामीलाई वानमा पानी खान दिए छैन हामीले कतिजना प्रशासनले भनिसक्यो ल ल ल ल भन्नुहुन्छ ल ल भन्नुहुन्छ हामी चाहिँ गाडी त्यसै दिन्छ 30जनालाई त लाइन छ त उताबाट कटिङ छ त 3-4 जना पछाडिलाई भन्छ उल्टे हामीलाई थर्काइरहेको भर्खर थर्काउने मात्रै यही सिकाइदिन्छ यस्तो यार ब्याग हिजोदेखि यार सिस्टम भएन कि सिस्टम बनाइदियो भएन हामीले जुत्ता नलगाएको 200 रुपियाँ 500,000 जरिवाना काट्छ थाहा छ भन्नुहोस् त अलिकति बुद्धि भएको मान्छेले यो लिन हाल्छ तपाईँहरूलाई राम्रोसँग ए हजुर भनेर भनिरहेको छौँ हामीले हेर्नुहोस् त यहाँ कति दुःख छ मान्छेलाई अनि तपाईँ यतापट्टिबाट आएर फेरि यहाँबाट आएको मान्छेलाई पनि छेडिदिनुहुन्छ तपाईँ अलिकति कमन सेन्स लगाइदिनुहोस् न तपाईँहरूले तपाईँहरूले जाम गरिरहनु भएको छ क्या यहाँ त ल फर्काउनुहोस् गाडी फर्काएर आफ्नो ठाउँमा लिएर जानुहोस् यति राम्रोसँग भनिरहेको छ तपाईँ आफै बुझ्नुपर्ने कुरा हो तपाईँहरूले हेर्नुहोस् त यो फिल्डमा आएर हामीले भन्नुपर्ने तपाईँका कारणले त्यो गाडी कतिसम्म होल्ड भयो हेर्नुहोस् त फर्काउनुहोस् हो गयो सबै गाडी फर्काइदिनुहोस् सबै गाडी यताबाट आउने गाडीलाई दुःख हुँदैन पनि के अरे यता छिर्ने बाटो छ नि त्यहाँनिर बस्नु ट्राफिक सबै गाडी त्यता सबै गाडी तपाईँलाई त्यो गाडी सबै फर्काउनु लगाउँछ होम्ची जाने गाडी सबै फर्काइदिन्छ को मान्छे को स्किट भएर चिप्लो भएर खिच्लिएर चाहिँ नि नगएको क्या गाडी पुरा बुझ्नुभयो नि तपाईँहरू त्यहाँ गएर भोकै प्यासै बस्नुभन्दा बजारमा बस्नुहोस् खबर गर्छौँ अनि जानुहोस् ल यो गाडी हुन्छ तपाईँ त्यसपछि तपाईँहरू अगाडि जानुहोस् है होम्सीको निकाल्नुहोस् ल पाउनुहोस् यो गाडीलाई ब्याक गरेपछि